बागमतीमा पुर्याएको क्षति दुईटा कारणले, एउटा राज्यको कारणले, एउटा धनीको कारण, अरू केही छैन। राज्यको कारणले कसरी त भन्दाखेरि केही समयको लागि पुल बनाउने तपाईको मूल्य कस्ट चाहिँ कम गर्नको लागि बागमतीको जति चाहिँ वाइड छ त्यो कुरालाई साँगुराएर ल्याएर एक ठाउँमा ल्याएर पुल बनायो। त्यसले गर्ने त धान्दैन थियो, त्यसले गर्ने त यही हो। अर्को धनीले के गर्यो त भने बागमती अलिकति मिचेर आफ्नो वरिपरि बल्लाएर मिच्यो त्यहाँ। अनि तिनीहरूले नै के गरेछ त भने एउटा धार्मिक मन्दिर बनाऊ भनेर यसो मन्दिर बनाउन लागेछ। त्यो मन्दिर बनाउने नाममा भनेर अलिकति मिचेर चाहिँ वल्लाइदियो बागमतीमा। त्यसपछि अरू सबैले र राज्यले पनि बागमती सफाई अभियान भन्दै त्यहाँ वल्लाउने कुरै गरिसकेपछि त बागमतीको त्यो बहाव जो छ नि कन्ट्रोल भयो, तर त्यसले भेललाई ढाक्न सक्ने स्थिति थिएन। आफ्नो नेचुरल फ्लोमा बागमती बग्न पाएन। त्यही कारण सबै क्षति चाहिँ दुईटा कारणले, धनीका कारणले भयो, राज्यको कारणले।